दुबईको यो अलगोबा मेट्रो स्टेसनमा चाहिँ अगाडि छु र यहाँबाट हामीलाई एकदमै इजी छ वकिङ गर्नको लागि यस दुबईमा र घुम्नको लागि। र यो देखिने छ सिटी सेन्टर, यो सिटी सेन्टर हो। बस पार्क पनि नजिकै छ, यहाँबाट देख्न सक्नुहुन्छ। यो देखिने चाहिँ बस पार्क हो। यो चाहिँ अलगोबा बस स्टेसन पर्छ यहाँनिर। गाडी चोक भनेर पनि एकदमै परिचित छ यो ठाउँ। हजुरलाई मैले देखाउँदैछु। यो ठाउँ भनेको चाहिँ एकदमै पहिला यहाँदेखि मेट्रो स्टेसनको माथिबाट चाहिँ त्यहाँनिर जस अहिले मजाले गार्डन बनाएको छ, त्यो गार्डन त्योभन्दा पहिला चाहिँ यहाँनिर नेपालीहरू चाहिँ यही ठाउँमा आएर चाहिँ भेट्ने, साथीभाइसँग कुरा गर्ने ठाउँ चाहिँ यो चोक थियो। र आज मैले यस दुबई मिना बजार घुम्न पनि आज मैले एउटा मौका पाएँ। असाध्यै खुसीको साथमा म घुमिरहेको छु र हजुरहरूलाई पनि देखाउने कोसिस गरिरहेको छु मैले। दुबईको यो मिना बजारमा चाहिँ म घुमिरहेको छु। अति नै राम्रो हरियाली बनाएको रहेछ। यहाँनिर एउटा हिन्दूहरूको पवित्र मन्दिर पनि छ। देख्न सक्नुहुन्छ यहाँनिर आप्रा बोर्डमा चढेर मान्छेहरू चाहिँ गइरहेको छ र जुन यहाँबाट देखिने पारी छ यो पारी देखिने चाहिँ देरा दुबई पर्छ र यो बोट चाहिँ एकदमै सस्तो छ। यहाँनिर यो बोट चढ्नको लागि अन्ली एक दिराम
धेरै सस्तो, यो संसारकै सबैभन्दा सस्तो नै यही होला, किनभने 1 दिराम भनेको नेपालको 31 रुपिस त्यस्तै सम्झि पर्छ। सो हजुरहरू पनि आएर इन्जोय गर्न सक्नुहुनेछ। यहाँनिर घुम्नै पर्ने ठाउँहरू चाहिँ यो मिना बजार, यहाँको जस पहिलाका पुराना घरहरू डिजाइनको बनाएको रहेछ। घुम्नको लागि चाहिँ हामीलाई एकदम बेस्ट ठाउँ, दुबईकै एउटा नम्बर 1 टुरिस्ट घुम्ने ठाउँ चाहिँ यहीँ रहेछ। म पनि आज धेरै इन्जोय गरिरहेको छु। आज घुम्न पाएको कारणले गर्दाखेरि अति नै राम्रो त्यो सजावटहरू, प्लेटहरू पनि बनाएको रहेछ। यहाँनिर अति नै राम्रो देख्न सक्नुहुनेछ। यो चाहिँ यहाँनिर आएर तपाईँहरू पनि घुम्न सक्नुहुनेछ। यो सानो बट्टाहरू, यो साफ्रानको बट्टाहरू छ, देख्न सक्नुहुनेछ यहाँनिर। यो र हजुरहरूले देख्न सक्नुहुनेछ यो एकदमै राम्रो प्लेटहरू चाहिँ सजावटको प्लेटहरू चाहिँ बनाएको रहेछ। र हजुरहरू पनि आएर घुम्न सक्नुहुनेछ। यहाँनिर एकदमै सस्तो छ। यहाँ लता कपडाहरू पनि एकदम हेर्नुहोस्, यहाँनिर यो डिजाइनको छ। यहाँनिर सबै यो काश्मिरी कपडाहरू चाहिँ यहाँनिर पाउँदो रहेछ, एकदमै राम्रो। देख्न सक्नुहुन्छ यो सिलिङमाथि, यो सिलिङ पनि साह्रै मजाले बनाएको छ। यो पुरानो डिजाइनको घरहरू अति नै राम्रो छ। यहाँनिर अति सस्तो। यहाँ चाहिँ एकदम यो टुरिस्ट एरिया पर्छ। यहाँनिर अहिले अलिक टुरिस्ट आउने बेला भएको छैन। केही दिन पछाडि यहाँनिर साँझको बेलामा चाहिँ धेरै नै टुरिस्टहरू आउँछ। यो चाहिँ एकदम टुरिस्ट घुम्ने ठाउँ, टुरिस्ट एट्र्याक्सन ठाउँहरू चाहिँ यो पर्छ। यो बर्दुबाईको मिना बजार, ओल्सुक, यो एकदमै हेर्दाखेरि पुरानो देखिन्छ, तर यो एकदमै नयाँ हो। एकदमै यहाँको ट्रेडिसनल पहिलाको पुर्खाहरूले चाहिँ युज गरेको घरहरू जस्तो छ हेर्दाखेरि। र एकदमै सस्तो लुगाहरू पनि आउँछ यहाँ। 10 दिराममा हेर्नुहोस्, यहाँनिर अति नै सस्तो। चाहिँ बर्दुबाईको ओल्सुकमा पर्छ र देख्न सक्नुहुन्छ एकदम सस्तो ठाउँ चाहिँ यहाँनिर छ। यो चाहिँ टुरिस्ट एरिया पर्छ यहाँ, त्यही भएको कारणले एकदम यहाँ दुबईको सजावटहरू चाहिँ यहाँनिर पाउँछ। यहाँनिर एकदमै ठुला सोफाहरू छन्। यहाँनिर सोफाहरू बस्ने हेर्नुहोस्, एकदम सस्तो। जक्सन ठाउँमा पर्छ यो बर्दुबाई भनेको चाहिँ। आप्रा बोर्ड पनि दुईटा छ, दुईटा स्टेसन छ। एउटा देहरा दुबई जानको लागि दुईटा छ यहाँनिर। स्टेसनको म नजिकै छु अहिले। यहाँबाट हामीलाई वकिङ गर्दाखेरि लाग्छ 1 मिनट मात्रै हो बाई वक। यहाँ चाहिँ एकदम नजिक पर्छ। देखिने छ यो सबै सरकारी बस हो। यो चाहिँ एकदमै सस्तो छ यो बस चढ्नको लागि। हामीलाई 6 दिरामले लगभग हामीले 15 किलोमिटर। यो चाहिँ क्रस गर्ने पुल हो। यो चाहिँ हामी यसमाथि गएर वकिङ गर्नुपर्छ र यसको मुनिबाट चाहिँ देख्नुहुनेछ तपाईहरुले गाडीको रोड र हेर्न सक्नुहुनेछ। यो
यो जुन यो रेड लाइन देखिन्छ यो चाहिँ यहाँ दुबईको सरकारी बस मात्र चल्छ र साइडमा चाहिँ अरू गाडीहरू चल्न पाउँछ। देख्न सक्नुहुन्छ जो रेड भएको चाहिँ बसको लागि मात्र हो। यस सिडीबाट वकिङ गर्ने पनि छ र यसमा एलिभेटर पनि छ। यदि तपाईले एलिभेटर पनि युज गर्न सक्नुहुनेछ। अहिले बस स्टपमा जाँदैछु यहाँनिर। र यो बस स्टप पनि एकदम मजाले बनाएको छ यहाँनिर। यहाँनिर चाहिँ आएर हजुरहरू पनि जस बस वेट गर्नको लागि एकदम राम्रो फेसिलिटी बनाएको छ। टक्कसँग एसीमा बसेर बस्ने अति नै राम्रो ठाउँ बनाएको छ यहाँनिर। एकदमै ठुलो रहेछ, देख्न सक्नुहुनेछ। यो सिलिङ पनि मजाले बनाएको रहेछ, एकदमै भयङ्कर ठुलो। यो चाहिँ अलगुबैबा बस स्टप हो। गाडी लाग्छ भनेर चाहिँ हामीले यो स्क्रिन छ यहाँनिर। हामीले यो स्क्रिनमा चाहिँ हेर्दै यहाँनिर वेट गर्न सकिन्छ। यहाँनिर सक्छ यो चाहिँ यहाँ आएर हामी हेर्न सकिन्छ कति बजी जाने, कुन गाडी छुट्दैछ भनेर चाहिँ हामीले मजाले बसेर चाहिँ हामीले हेर्न सकिन्छ। यहाँबाट हामी जुनै ठाउँ पनि यो चाहिँ एउटा दुबईको एउटा मुटु भने जस्तै एउटा मुटु नै हो यो। किनभने यहाँबाट चाहिँ हामी दुबईको जुनसुकै ठाउँमा पनि हामी गाडी सरकारी यो बस चाहिँ हामीले पाउन सकिन्छ। त्यही हो कारणले गर्दाखेरि हजुरहरूलाई चाहिँ सजिलो होस् भनेर मैले एउटा भिडियो बनाउन कोसिस गरेको छु यदि दुबईमा रहनुहुने दर्शक साथीहरूलाई। त्यही भएर र यहाँबाट हामी नजिकै यो सिटी सेन्टर पनि एकदम नजिक पर्छ। देख्न सक्नुहुन्छ यो सिटी सेन्टर हो। यहाँ पनि भित्र गएर हामीले किनमेल बस्न खाने ठाउँ एकदम इजी छ। यहाँनिर भित्र पनि एकदम सजिलो छ। गर्मीको बेलामा आएर आनन्द बस्ने ठाउँ मजाको छ। र यहाँबाट हामीलाई ग्रिन लाइन पनि एकदम सजिलो छ। ग्रिन लाइन मेट्रो पक्रिनुको लागि पनि मेट्रो यहाँबाट गएर हामी बर्जुवानमा गएर रेड लाइन पनि पक्रिन सकिन्छ। र जुनसुकै ठाउँमा जानलाई पनि अति नै उपयोगी ठाउँ चाहिँ यो बर्दुबई छ। र यदि हजुरहरूले मेरो भिडियो हेर्नुभयो भने तपाईहरुलाई राम्रोसँग थाहा हुनेछ। यहाँ आएर दिशा पत्ता लगाउन सक्नुहुनेछ यहाँनिर कुन ठाउँमा जाने भनेर। यहाँको सबै विवरणहरू चाहिँ यहाँनिर आएर हामीले बोर्डमा हेरेर पनि सजिलोसँग घुम्न सकिन्छ।